हेलो नमस्ते एभ्रिवान। पुट्रो धनगढी जाँदैछु। आज बाइक सर्भिसिङको टाइम हो। कल्लापुर भयो। अहिले म गेट आइपुगेको छु। धनगढी उपमहानगरपालिका। अहिले म गेट आइपुगेको छु। अब यहाँदेखि धनगढी इन्ट्री हुन्छ। एउटा चाहिँ गेट आयो। अब चाहिँ यहाँदेखि लगभग 10 किलोमिटर जति होला। हिरोको सोरुम अनि त्यहाँ गएर फेरि सर्भिसिङ गराउने हो। अनि कति टाइम लाग्छ अनि बेलुका फेरि रिटर्न गराउने। म चाहिँ धनगढी हिरो सोरुम आइपुगेको छु। अहिले चाहिँ खुलेको छैन। 9 बजी खुल्ने हो। 8:30 भइसकेको छ। एकछिनमा खुल्छ, आधी घन्टापछि। यो चाहिँ मेरो बाइक सर्भिसिङको तेस्रो सर्भिसिङ हो यो। अब लास्ट एउटा बाँकी छ। 4वटा सर्भिसिङ मात्रै दिन्छ सोरुमले। त्यहाँ चाहिँ आफै गराउनु पर्ने हुन्छ। आफ्नो पैसा ल्याउन त यहाँ पनि पैसा तिर्नुपर्ने हुन्छ। तर त्यहाँ चाहिँ यहाँ सोरुममा गराए पनि भयो, बाहिर गराए पनि भयो। 4वटा सर्भिसिङ चाहिँ सोरुममै गराउने भनेर हिरोको उसले सोरुमले भनेर हुन्छ। त्यही भएर